सरोजले यो गाडीलाई यहाँनिर घुमाएर हिउँमा चिप्ल्याउँदैछन्। गाडी हिउँमा फिलिलिल चिप्लिन्छ यहाँ त्यसरी। र सडकमा पनि यो दृश्य हामीले धेरैचोटि देख्यौँ। आफ्नै गाडी चिप्लिएर आफूभन्दा अगाडिको गाडीहरू चिप्लिएर असाध्यै चिप्लिने यहाँनिर गाडी। यो गाडी यसरी चिप्लिन्छ काकी, यो फनी अलास्कन लाइफ। यो सरोजको सधैँ आइराख्ने ठाउँ, उनको माछा मार्ने, आनन्द लिने, त्यसो गर्ने ठाउँ हो यो। तर अहिले यहाँनिर माछा मार्ने ठाउँ जस्तो देखिँदैन। यहाँ पुरै हिउँले ढाकिएको छ। उनले भन्छन् यहाँ पानी थियो, पोखरी थियो, तर म भन्छु यो त हिउँै हिउँ छ, यहाँनिर पानी पनि हुन सक्ला, म विश्वास गर्दिनँ। तर यो यथार्थ हो। यहाँ पन्ड थियो, छ, भइरहेको छ, यहाँ मुनि छ। कसरी गाडी चिप्लिन्छ भनेर देखाइसु होला नि। गाडी चिप्लेको मैले देखाएँ। गाडी एकातिर लग्यो अर्कातिर जान्छ। तर पनि अब यहाँ त्यस्तो खतरा केही छैन हामीलाई। यहाँनिर हिउँ परेको छ, पुरै हिउँ देखिएको छ। बोट बिरुवाहरू सबै हिउँले लत्रक्क परेका छन्। खुसी छन् बोट बिरुवाहरू प्रकृतिको वैभवतामा। घाम झुल्किएको छ यहाँ, अलिकति माथि घाम आएको छ, तर अब धेरै बेरी घाम यहाँ रहँदैन। अब हामी जाँदैछौँ। थ्याङ्क यू।